विश्वभरि छरिनुभएका नेपाली दाजुभाइ आमा बुवा सबैलाई नमन गर्न चाहन्छौँ रेस्क्यु नेपाल मिडियाबाट। र हामीले वैदेशिक रोजगारको व्यतिथिको विषयमा धेरै वर्ष अगाडिदेखि चाहिँ एउटा अभियान जस्तै चलाइराखेका छौँ। वैदेशिक रोजगारको व्यतिथि भयो र बिचौलिया दलालहरूले गर्दा चाहिँ धेरैजना चाहिँ युवा युवतीहरूलाई डिप्रेसनको शिकार बनाएको छ। त्यही डिप्रेसनको कारणले गर्दा धेरैजना चाहिँ आत्महत्या गर्न बाध्य छन् भने त्यही पैसाको कारणले गर्दा आफ्नो आफन्त टुट्या छ, सम्बन्ध विच्छेद शुद्ध भएको छ भने धेरैजनाको चाहिँ घरबास विहीन भएको छ। भनेपछि आज पनि हाम्रो चाहिँ अफिसमा आउनु भएको छ, के नाम, सुकु शेर्पा। सुकु शेर्पाजी आउनु भएको छ। म पनि वैदेशिक रोजगारमा धेरै ठगिए सर भनेर चाहिँ आउनु भएको छ र उहाँलाई हाम्रो रेस्क्यु नेपाल मिडियामा स्वागत गर्न चाहन्छु। नमस्कार हजुर। नमस्कार सर। तपाईँको परिचय सहित कसरी ठगिनु भयो भन्ने विषयमा भनिदिनु न। मेरो परिचय भन्नुपर्दा सर, मेरो नाम सुकु शेर्पा हो। घर दोलखा जिल्ला मावि गाविस वार्ड नम्बर 2 ची भन्छ। पहिला चाहिँ अहिले चाहिँ गौरशङ्कर 7 हो अहिले गाउँपालिका चाहिँ। हजुर। आजभन्दा अलिक वर्ष अगाडि नै चाहिँ अब म वैदेशिक रोजगारको सिलसिलामा चाहिँ मलेसियामा थियौँ। मलेसियामा भइसकेपछि चाहिँ मलाई चाहिँ 81 कता कताबाट यस्तो चिन्जानको मार्फतबाट चाहिँ जापान पठाउँछु, जापानमा यस्तो यस्तो खुलिया छ, जापानमा यस्तो यस्तो छ, आफ्नो आफूले चाहिँ चिन्जानेबाट यस्तो यस्तो पठाउँछु भनेर चाहिँ उहाँले यस्तो यस्तो कहाँबाट चाहिँ सम्पर्क भएर चाहिँ सर यस्तो यस्तो गरेर आफ्नो आफन्तबाट यस्तो फर्स्यु गर्यो। हजुर। अनि उहाँले चाहिँ त्यति गर्न यस्तो यस्तो पैसा लाग्छ, तपाईँको यस्तो खालको कागजहरू बनाउनु पर्छ, यसो डिग्री पास गरेर यता इत्यादि के उयो देखाएर कागजपत्र पनि बनाएको छ, त्यो पनि बनाएको छ। हजुर। अनि मलाई पैसा हाल्नु लाग्यो, मैले भएको नभएको उता विदेशबाट पनि मलेसियाबाट पनि हालेँ र घरमा बुढीले नि यसो यसो भएको जान परिवारले नि यसो अलिअलि भएको पैसाहरू यता गरेर त्यो हालिदिएछ। उहाँको उयसमा हाल्यो। उहाँको श्रीमतीको जुन मान्छेको नाम चाहिँ विष्णु गुरुङ हो। विष्णु गुरुङको श्रीमती बबिता गुरुङ, बबिता तामाङ गुरुङ। उहाँ बबिता तामाङ गुरुङ चाहिँ यसमा छ होला सर। हजुर हजुर, ठिक छ। बबिता तामाङ गुरुङ चाहिँ अब उहाँको श्रीमती हो। उहाँले यस्तो यस्तो गरेर हाल्नु भनेर उहाँको बुढोले चाहिँ जापानबाट यस्तो यस्तो डकुमेन्टहरू बनाउँदैछ, यति पैसा हालिदिनु भनेर मैले त्यहाँबाट 5 लाख रुपियाँ हालिदिएँ। पहिला सुरुमा 40,000 हाल्थेँ। 40,000 हालिदिएर के डकुमेन्ट बनाउँछ त्यो 40,000 पनि मसँग प्रमाण अझै जीवितै छ। त्यस पछाडि मैले 5 लाख पनि पछि हालिदिएँ। गर्दा गर्दा उसको भतिज पनि आए बिचमा। उसको भतिज आएपछि उसको भतिजले पनि 3 लाख लिएको, 3 लाख उसको भतिजको खातामा गएको त्यो पनि प्रमाण छ सर। अनि यसो हुँदा भतिजको नाम के हो? त्यसको विकास गुरुङ। विकास गुरुङको नाममा कति गएको छ पैसा? 3 लाख गएको छ सर। 3 लाख गएको छ। त्यहाँदेखि पैसा फिर्ता दिनुभयो कि के छ? विकास गुरुङलाई चाहिँ हामीले कहाँबाट सम्पर्क यसो गरेर चाहिँ तपाईँको मान्छेलाई भेटेर यसो गरेर चाहिँ 3 लाख रुपियाँमा 1.5 लाख रुपियाँ दियो उसले। 1.5 लाख रुपियाँ बोल्नुपर्छ। 1.5 लाख रुपियाँ चाहिँ अब यसो गरेर म पनि फसेँ। मेरो खातामा पैसा आएको, मेरो अङ्कल आन्टीले खाएको, यसो गरे अङ्कल आन्टीले यसो गर्यो भनेर चाहिँ उसले चाहिँ 1.5 लाख चाहिँ कपाली तमसु बनाएको छ। बनाएको छ त त्यो बनाइसकेपछि मान्छे फरार हो सर। फरार भनेपछि उसको के छ? फोटो छ? उसको फोटो नै छ, सबै छ सर। विकास गुरुङ नागरिकताको सबै छ। विकासको यो सर फोटो यहाँ देखाइदिनु त। यो सर यहाँ क्यामेरामा देखाउनु है। यो सर विकास गुरुङको अलिकति नजिकबाट देखाइदिनु त। विकास गुरुङको खातामा 3 लाख रुपियाँ गएको छ है। 3 लाखमा 1.5 लाख दियो। 1.5 लाखको कपाली तमासुक बनाइ फरार भयो अहिले होइन। भनेपछि हाम्रो अर्कोको फोटो देखाइदिनु त। अर्को उसको काका काकीको। काकाले ठग्ने, काकीको नाममा पैसा हाल्नु। यहाँ देखाउनु त क्यामेरामा। गुरुङ भन्ने बबिता तामाङ गुरुङ भन्ने हो। अलिकति नजिकबाट देखाउनु त थोरै। बबिता तामाङ गुरुङ र यताको चाहिँ श्रीमान विष्णु गुरुङ होइन। विष्णु गुरुङ ठग्ने, हजुर। खाता नम्बर चाहिँ श्रीमतीको दिने होइन। ल ठिक छ, ठिक छ। अब तपाईँले के भन्न चाहनुहुन्छ उहाँहरूलाई? कति अन्दाजी कति वर्ष भयो भन्नु त? अन्दाजी भयो नि सर। आज हाम्रो चाहिँ कति वर्ष भयो? 10 वर्ष भयो। 10 वर्ष भइसक्यो है। भनेपछि त्यो पनि त ब्याजैमा काट्नु भयो होला होइन? हजुर सर, ब्याजमा हो सर। अनि 8 लाख रुपियाँ 10 वर्ष अगाडि। 8,40,000 सर। 8,40,000 भनेको त चान्चुने रकम होइन। हजुर। 10 वर्ष अगाडिको होइन। काठमाडौँमै यो त घरडी आउँथ्यो सर। घरेडी आउँथ्यो माथि कुना होइन। कुनाकानीतिर घडेरी नै आउँथ्यो 4-5 जना। ठिक छ सर। अब हामी यसलाई भिडियोलाई छोट्याउँछौँ आएको छ र जिल्ला काभ्रे प्लान्चोक साबिक खरे पाँगु गाविस वडा नम्बर 4 भई हाल रोसी गाउँपालिका वडा नम्बर 1 बस्ने बाजेको नाम पहिचान नखुलेर तीर्थबहादुर तामाङको छोरी वर्ष 34 को बबिता तामाङ गुरुङले नागरिकता प्रमाणपत्र 1280
93 जिपका काभ्रे प्लान्चोकबाट नागरिकता निकाल्नु भएको रहेछ होइन। उहाँले चाहिँ 10 वर्ष अगाडि चाहिँ 8 लाख रुपियाँ ठग्नु भनेको चान्चुने कुरा हो होइन। त्यो भएर तपाईँले आज एउटा मात्रै मिडियामा जाँदैछ, भोलि गएर 50 वटा मिडियामा गएपछि तपाईँले अनुहार देखाइ नसक्नु होला, उहाँको रकम तुरुन्त फिर्ता गर्नु होला, नभएदेखि फेरि अर्को 50 वटा मिडियामा हाल्न तयार छौँ हामी होइन। यसरी पीडितलाई पीडित बनाउन पाइन्न भन्ने हाम्रो हो र वैदेशिक रोजगारको व्यतिथि अन्त्य गर्नुपर्छ भन्ने एउटा अभियान जस्तो चलाइराखेका छौँ। र त्यसैले गर्दा भोलि गएर तपाईँको कारणले गर्दा कोही तलमाथि भएछ भने तपाईँ जिम्मेवारी हुनेछ भन्न चाहन्छौँ। र यस्ता दलाल ठग चोर फटाहरूलाई नेपालको कानुनले हायसम्मको सजाय दिनुपर्छ र यिनीहरूलाई ज्यानमारा भन्दा कडा सजाय हुनुपर्छ भन्ने हाम्रो माग हो। र जति पनि दलहरूलाई समातेको छ, जेलमा हालेको छ, त्यो चाहिँ हामी के भन्न चाहन्छौँ भने जबसम्म पीडितले न्याय पाउँदैन तबसम्म जेलमा कोचिरहनुपर्छ यिनीहरूलाई र यिनीहरूको श्री सम्पत्ति अंश बन्ड काटेर भए पनि चाहिँ पीडितलाई राहत दिलाउने जिम्मा सरकारको हो भन्न चाहन्छौँ। त्यसै गरी स्क्रिनमा रहेको छ फोटोको यो विष्णु गुरुङ र बबिता तामाङ गुरुङको फोटो छ यहाँ। यो मान्छे कसैले पनि देख्नुभयो भने स्क्रिनमा रहेको नम्बरमा सम्पर्क गर्दै र पीडितलाई सहयोग गरिदिनु हुन पनि हार्दिक अपिल गर्न चाहन्छु।